काट्थ्यौँ, चिल्लाउँथ्यौँ, लौ भन भन परमेश्वरी के दिनुपर्छ, हामी दिन तयार हुन्थ्यौँ। आज हामीले त्यो भूतलाई लौ भन भन परमेश्वरी आऊ म दिन्छु भन्छौँ। ए शैतान, त यो शरीरबाट येशू मसीहको नाममा हट, त यो शरीरमा बस्न पाउने तेरो अधिकार छैन। किनकि यो त परमेश्वरको पवित्र मन्दिर हो। जुन दिन रोमी 10 को 9 अंगीकार गरे, जुन दिन आत्माको परमात्मालाई जाने, त्यो दिनबाट भूतहरू धपाउन सक्ने शक्ति सामर्थ्य दिनुभएको छ। त्यसैले त पिता महान हुनुहुन्छ। त्यसैले हामी धर्म परिवर्तन गर्न आएका छैनौँ, हामी जात परिवर्तन गर्न आएका छैनौँ, हामी वस्त्र परिवर्तन गर्न आएका छैनौँ। हामीले ढुङ्गा जस्तो कठोर भन्दा कठोर हृदयलाई परिवर्तन गर्न आएका हौँ। ईश्वरको योजना हाम्रो गीता दियाली म्यामले भन्नुभएको छ, यो देशको राष्ट्रपति, यो देशको प्रधानमन्त्री हाम्रो सरम्याम हुनुपर्छ। हाम्रो ईश्वरको इच्छा भयो भने के असम्भव छ र? हाम्रो ईश्वरको इच्छा भयो भने के सम्भव छ र? म त यो देशको राष्ट्रपति, यो देशको प्रधानमन्त्री भन्दा पनि यो देशको एउटा असल नागरिक बनाएर बन्ने इच्छा छ परमपिता परमेश्वरसँग। हामीले धेरै दुःख पाएका छौँ। कहीँ अझै पनि हामीलाई प्रशासनहरूमा दुःख दिने नियत राख्नुहुन्छ। कहीँ ओडामा गयौँ भने, कहीँ उमा गयौँ भने दर्ता सूचीकृत गरिदिनु भने सूचीकृत नगरिदिने, यो के हो कसो हो शङ्काको दृष्टिमा राख्ने, किन गर्ने, के को लागि गर्ने, कसको लागि गर्ने, यस्ता खालका कुराहरू अलिक पहिला थिए, अहिले त अलिक कम भएको छ। तपाईँहरूले मागौँ एक दिन यो देशको सिङ्गो देशको जति पनि जनताहरू छन्, 3-3.5 करोड जनताहरू हुनुहुन्छ, उहाँले पनि बुझ्ने मौका मिलोस्। हामी परमेश्वरसँग यो मागौँ। मलाई लाग्थ्यो जहिले पनि आफ्नो मागहरू संसदमा राख्दाखेरि मैले यसो हुनैपर्छ भनेर टेबल ठटाएर बोल्दै गर्दाखेरि मैले कल्पना गर्थेँ, टिभीमा हेर्दै कल्पना गर्थेँ, पिता आज मेरो पनि सच्चाई परिवारबाट 2-4 जना त्यो ठाउँमा सांसद भएर गएको भए हाम्रो सच्चाई परिवारलाई पनि हेर्नुपर्छ। हाम्रो सच्चाई परिवारको लागि किन बोल्नुहुन्न? आज हरेक जनताहरूको चाहिँ आस्था ईश्वरपट्टि बढ्दै गएको छ। यो कुरा सभामुखज्यू, तपाईँ यो कुरा किन चुप लागेर बस्नुहुन्छ? यो जनताको आस्थालाई हामीले सम्बोधन गर्नु पर्दैन भनेर बोल्नुहुन्थ्यो होला पिता। यो देशको संसदमा मेरा पनि 4-5 जना यो सच्चाई परिवारको मान्छे पनि 4-5 जना गइदिए हुन्थ्यो भने मेरो कल्पना थियो, मेरो योजना थियो। मैले ईश्वरसँग मागेको थिएँ, अब भोलि के हुन्छ त्यो ईश्वरै जान्नुहुन्छ। आज हामीले 4 जना पनि पठाएका छौँ। महेश गोदार, शान्ति गुरुङ, वीरभद्र जोशी, जसले हामीले कानुनी सल्लाहकारको रूपमा हामीले गरिरहेका छौँ। 4 जना हामीले पठाएका छौँ। ईश्वरको इच्छा भएछ भने त्यो सदनमा गएर कराउनु हुनेछ। यदि ईश्वरको इच्छा रहेनछ भने न्यायबाट हराउनु हुनेछ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड धन्यवाद दिन चाहन्छु, म मसीह येशूको नाममा। त्यसैले आज सर्वशक्तिमान परमपिता परमेश्वर तपाईँले पनि माग्नुहोस्। पिता, हाम्रो सच्चाई परिवारका मानिसहरू पनि